सुन्दा अचम्म लाग्छ। नेकपा एमालेले देश बनाउने, नेपाली काङ्ग्रेसले देश बनाउने, नेकपा माओवादीले देश बनाउने र के नै गर्छ भनेर स्थापना गरिएको राजसभा पार्टीले देश बनाउने र राजावादीले र राजाले देश बनाउँछु भन्दा चाहिँ मलाई चाहिँ कता कता हाँस उठ्छ। र तपाईहरुले चाहिँ एउटा मेरो प्रश्न छ कि यिनीहरूले देश बनाउँछ जस्तो लाग्छ तपाईहरुलाई? मलाई चाहिँ पटक्कै लाग्दैन। किनभने यदि राजाले देश बनाउने हो भने 2007 सालदेखि 2046 सालसम्म त राजाले प्रत्यक्ष रूपमा शासन गरेको थियो नि त। त्यतिखेर राजाले देश बनायो। यदि पुरानो राजनीतिक दलहरूले देश बनाउने हो भने 2046 सालदेखि 2022 सालसम्म त यी पुरानो राजनीतिक दलहरूले प्रत्यक्ष रूपमा शासन गरेको थियो अनि देश बनायो। अनि मैले पत्याइदिनु पर्ने र हिजो मेरो आमा बुवा शिक्षाको ज्योतिबाट वञ्चित हुनुहुन्थ्यो र तपाईहरुको कुरा पत्यायो। म त कुनै न कुनै कोणबाट कुनै न कुनै एंगलबाट शिक्षाको ज्योतिबाट त वञ्चित त छैन। अनि मेरै छेउमा आएर भाषण गरिराख्दाखेरि मैले तपाईहरुको कुरा मान्छु जस्तो लाग्छ, पत्याउँछु जस्तो लाग्छ। र अर्को कुरा, अब ढिलो चाँडो चुनाव हुँदैछ। राजनीतिक दलको साथीहरुलाई मेरो विनम्र अनुरोध छ, त्यो 3 घण्टाको बाटो हिँडेर मेरो गाउँसम्म, मेरो टोलसम्म, मेरो घरसम्म आउने दुःख नगर्दिनु होला। किनभने मेरो आमा बुवा दाजुभाइ टोल छरछिमेक समाज र पुरा गाउँलाई सम्झाउन सक्ने व्यक्ति भइसकेको छु म। तपाईहरु दुःख नगर्दिनु होला।